साथीहरू, हाम्रो यो कुला पानीमा बाढी आएको छ कुलोमा। किनभने चाहिँ यो सबैको घरको झरन जति सबै कुलोमा फाल्छ कि यस्तो यहाँ पाइप लगाएर फालेछ नि झरन घरको यस्तै यहाँ। अनि त्यही भएर यो कुलोमा पानी पर्यो भने चाहिँ एकदम ठुलो आउँछ कि कुलो, अनि यो बाटो नै नागिदिन्छ कि। अनि यो बाटो नागेर पराएरै घरभित्र पुरै पानी पसेको थियो, कति दुःख हुन्छ। अनि हेर्नु न, बाटो नागिसक्न लागिसकेछ, अझै दिनभरि पानी पर्यो भने यो बाटो नागेर भित्र आउने समस्या हुन्छ। यो चाहिँ नि हाम्रो के भन्छ, यो बाटो बनाउँदाखेरि चाहिँ नि अलि हाइट बनाउनुहोस् भन्दा मान्दैनन्। उति बेला इन्जिनियरले पनि वास्ता गर्दैन। अहिले आएर हामीलाई यस्तो दुःख हुन्छ है, यस्तो पानीले भरिएको छ। यहाँ घर बनाउनु लगाएको छन् मान्छेहरू, अनि फेरि यिनीहरूको झरन पनि यहीँ फाल्छन्। अनि यतापट्टि पनि त्यस्तै छ है, हेर्दै जानुहोस्। यहाँ यो घर यहाँ पानी आइसकेको छ है, यो सबको घर हो। यहाँ चाहिँ के छ, यो पुलस्तरी छ है। पोल बाटो छ, बाटो नाग्दै गएको छैन, कति अवस्था पानी।